भिडियो त राम्रो आउँदैन यहाँ भएको सबैले जिउ पाए हैन होइन यहाँ उयो के खोल्छ नि त के खोल्छ तिमीलाई मजा लागिरहेछ छैन मजा लागेको छैन दिशान यहाँ छ त दिशान सोधेको मेरो चास थाम्दैन दाइ अहिले नै काट्ने हो नि त अहिले पावर दाजु दिदी र मेरो प्यारा भाइ बहिनीहरूलाई सम्पूर्णलाई एकमुष्ट नमस्कार मेरो नाम जोगुन राई आज हामी यस एफएफसी क्लबका आन्तरिक प्रतियोगिता र अन्डर 13 ओपन प्रतियोगिता जुन चाहिँ कि गोदुली क्लबद्वारा आयोजित असोज 2081 साल असोज 5 देखि 12 गते भएको सम्पूर्ण विजेता टिमहरूलाई फेरि पनि धन्यवाद दिँदै कार्यक्रम मैले अगाडि चलाउन अनुमति मागेँ। त्यसै गरी यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो पूर्व राष्ट्रिय खेलाडी त्यसै गरी अझै पनि खेललाई माया गरी आफ्नो सबै समय दिएर अनि आउने भाइ बहिनीहरूलाई दाजुहरूलाई हौसला दिँदै अगाडि बढिरहनु हुने हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि श्री इन्दु रसाइलीज्यूलाई त्यसै गरी हाम्रो अतिथिमा हुन्छ नेपाल प्रहरी बलका श्री अनु ज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न पाए। तपाईहरुको गुरु हाम्रो साथी गुरु हाम्रो सबै अभिभावक श्री अमृत राई ज्यूलाई पनि त्यसै गरी हाम्रो यस एफएफसी क्लबका सचिव श्री सञ्जय लिम्बू ज्यूलाई पनि त्यसै गरी अतिथि आसन ग्रहण क्रमलाई जोड्दै गर्दा यस क्लबका पूर्व खेलाडी र सदस्य श्री मन्जिल राई ज्यूलाई पनि कार्यक्रमलाई जनमनोरञ्जन र हौसला बढाइदिन हुनको लागि केही आफ्ना भनाइहरू राखिदिनु हुनको लागि यस कार्यक्रमका प्रमुख अतिथि श्री इन्द्र रसाइलीज्यूलाई माफ गर्न चाहे मैले थोरै एउटा नाम मैले छुट्याएछु त्यसमा म क्षमा माग्न चाहन्छु। त्यसै गरी यस क्लबका सदस्य र खेलाडी हाम्रो श्री रविन्द्र राईज्यूलाई त्यसै गरी हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि श्री इन्दु रसाइलीज्यूलाई आफ्नो विचार भनाइ राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। बसेर भनौँ तिमीहरूको मैले फेस देखिनँ नि त है बसेर भन्दा मलाई तिमीहरू ल उठेरै भन्छु ल म अब म सबैलाई सर्वप्रथम मेरो भाइ जोगन राईलाई
धन्यवाद दिन चाहन्छु। साथै मेरो चेला यस फेयर फुटबल एकाडेमीका सञ्चालक अमृत राईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ उपस्थित सम्पूर्ण खेलाडीहरू लगायत बालिका खेलाडीहरू, भविष्यका राष्ट्रका फुटबलका साम्बा, महिलामा साम्बा प्रीति राई र अन्य पनि थुप्रै छन् होइन। त्यस्तै अब बोयजमा अब म मेसी, रोनाल्डो भन्न चाहदिनँ, यी नेपालकै नेपालकै अब जस्तो सागर थापाहरू जस्ता होइन धेरै खेलाडी छन्। त्यो खेलाडी बन्ने भविष्यका बन्ने खेलाडीहरूलाई हार्दिक मेरो न्यानो अभिवादन। र म वास्तविकमा मैले भन्नुपर्ने हो भने म नेता त होइन, म पनि तिमीहरू चाहिँ फुटबल प्लेयर नै थिएँ सानो बाल्यकालमा र 25 वर्षको उमेरसम्म खेलेँ म। त्यसपछि चाहिँ म रेफ्री गरेँ 6-7 वर्ष। त्यसपछि फेरि म कोचमा चाहिँ लागेको र अब अहिलेसम्ममा पनि म कोचमै अब एन्फ एकाडेमीमा अहिले पनि लागिरहेको छु। तिमीहरूलाई पनि बेला बेलामा आएर यसो केही भन्छु। अब त मेरो यो म के भन्न चाहन्छु, केही सब तिमीहरूलाई फुटबल प्लेयर भएकोले, तिमीहरू ट्रेनर भएकोले म तिमीहरूलाई केही टिप्सहरू मलाई मनमा लागेका कुराहरू तिमीहरूलाई भन्न चाहन्छु। फुटबल प्लेयर हाम्रो समयमा भन्दा अहिले धेरै गाह्रो छ। फुटबल प्लेयर, राम्रो फुटबल प्लेयर भएर इस्टाब्लिस हुनुको लागि होइन। हाम्रो समयमा मैले अहिलेसम्म बुझेको चाहिँ के त भन्दाखेरि चाहिँ हाम्रो समयमा नेपालमा गाउँघरतिर फुटबल प्लेयरहरू हुँदैन थियो। मलाई अझै पनि याद छ होइन। हामी धरान तत्कालीन समयमा धरान नगर पञ्चायत भन्थ्यो, पञ्चायत कालमा राजाको शासनमा। त्यो समयमा धरान सेलेक्टेड, सुनसरी सेलेक्टेड। सुनसरी भनेको तिमीलाई थाहा छ होला, जिल्ला, हाम्रो जिल्ला। सुनसरी सेलेक्टेड भनेपछि टप प्लेयर हो। कोशी सेलेक्टेड भनेको हाम्रो अञ्चल हो। त्यो कोशी सेलेक्टेड भनेपछि अझै टप हो। र गाउँघरमा हुँदाखेरि हामी धरानको टिम पूर्वतिर यता मधेस साइडतिर जता गएपछि पनि हिरो धरान टिम कहिले पनि जितेर ल्याउने, किन गाउँघरमा प्लेयर हुँदैन थियो होइन। हुन त त्यति बेला पनि मलाई अझै पनि थाहा छ, हाम्रो पनि जर्सीहरू त्यस्तो खास हुँदैन। सिलाको कपडाको स्कुलको सर्टहरू जस्तै हुन्थ्यो। नम्बरहरू के अरे कलरले लेख्ने, आफैले नै लेख्ने, रातो पहेँलो कस्तो रङले हुन्छ नम्बरहरू लेख्ने। अनि हाफ प्यान्टहरू पनि सिलाएर, बुटहरू पनि खास पाउँदैन थियो। त्यही पनि धरानमा चाहिँ लाउरेहरू छुट्टी आएको लाउरेहरू ल्याउँथ्यो। उनीहरू 6 महिनासम्म छुट्टी बिताउँथ्यो। जाने बेलामा खुद्रे भएको बुटहरू यता छोडेर जान्थ्यो। त्यही बुटहरू मागेर कता टुर्नामेन्टमा मागेर लगाएर त्यसरी गरिन्थ्यो। अब म डिपोट स्कुलै पढेको, त्यतिखेर 0 क्लास हुन्थ्यो। 0 क्लासदेखि 10 क्लाससम्म डिपोट स्कुलै पढेको। र त्यसपछि म 2042 सालमा जनकपुर चुरोट कारखानामा जागिर पाएँ। जागिर के त जनकपुरमा छ, त्यो अहिले त बन्द भइसक्यो चुरोट कारखाना। मेरो कामै फुटबल खेल्ने काम हो। र मेरो जीवनको केही तिमीहरूलाई उयोहरू भन्छु। म 40 सालमा एसएलसी दिएँ, फेल भएँ। त्यहाँबाट म कहिले पनि पढिनँ, पढ्नु मन नलाग्ने। मेरो दिमागमा खालि राष्ट्रिय खेलाडी बन्ने मात्रै हुन्थ्यो। अनि मैले डाइट खानुपर्छ भन्ने लाग्थ्यो, पैसा हुँदैन थियो। अनि म 40 सालमा एसएलसी सेन्टअप त थाहा छ होला तिमीहरूलाई पनि होइन, अहिले टेस्ट हुँदैछ। सेन्टअप दिएपछि म फ्री टाइममा म इन्जिनियरिङ क्याम्पस थाहा छ तिमीहरूलाई? हो, त्यहाँ त्यो बिल्डिङहरू बन्दै थियो। त्यहाँ म त्यहाँ लेबर काम गर्नु गएको छु। 1 हप्ता लेबर काम गरेँ। दिनको 11 रुपियाँ हो। 8 घन्टा काम गरेको 11 रुपियाँ पाउँथेँ मैले। अनि पछि कोचिङ क्लास लाग्ने भएर 1 हप्ता गरेर जम्मा 77 रुपियाँ पाएको थिएँ। त्यसको मैले केही डाइटहरू, चनाहरू सकेको होइन, हर्लिक्सहरू त्यस्तोहरू किनेर आफूले नै सर्भाइभ त्यसरी चाहिँ म त्यसरी लागि परेको थिएँ। र म धरानमै भएको भए सायद म राष्ट्रिय खेलाडी बन्न मेरो सौभाग्य हुँदैन थियो होला। म किनभने धरानको प्लेयरहरूलाई त्यो बेलादेखि नै के भन्छ नि, झगडिया हुन्छ, धरानेहरू कचडा हुन्छ, डिसिप्लिन हुँदैन भन्ने त्यस्तो अझै पनि छ धरानमा। र म चाहिँ जनकपुर चुरोट कारखानामा जागिर पाएकोले
त्यहाँको त्यो अञ्चल टिम ब्यालिसालमै अञ्चल टिमबाट नर ट्रफी भन्थ्यो, जो चाहिँ नर शमशेर जबरा भनेको नर शमशेर जङ्गबहादुर राणा भनेको नेपालको पहिलो आइजिपी हो। नेपाल प्रहरीको पहिलो आइजिपी हो। ऊ अहिले ज्ञानेन्द्र राजाको मामा हो। 2-3 वर्ष अगाडि उहाँको देहभासन भइसक्यो होइन, मृत्यु स्वर्गवास भइसक्यो। उहाँको नाममै हो र नेपालमा फुटबल भित्राउने व्यक्ति नै नर शमशेर जङ्गबहादुर राणा हो, उहाँ नै हो। त्यो समयमा त के थियो भने पञ्चायतकालमा त राणाको छोराहरू जन्मिने बित्तिकै कर्नेल भइहाल्छ, जर्नेल कर्नेल होइन। र म त्यहाँ गएको हुनाले त्यहाँबाट चाहिँ त्यो गेम खेल्नु जाँदाखेरि मलाई देखेर यो जनकपुर टिमको हो, डिसिप्लिन राम्रो हुन्छ भनेर म नेपाल टिममा चान्स पाएको। मतलब ट्रेनिङमा कल गरेँ, मेहनत गरेँ, बिस्तारै बिस्तारै पढ्दै गएँ। धारणमा भइरहेको भए म गर्दिनँ थियो होला, मैले त्यस्तो सुनेको थिएँ। अनि गर्नु भयो। अनि त्यसपछि म के भन्छु भने तिमीहरूलाई मैले लेबर काम गरेँ होइन, विभिन्न कामहरू। जनकपुर चुरोट कारखानामा पनि मेरो तलब दिनको 14 रुपियाँ मात्रै थियो। अहिले त तिमीहरूलाई 14-15 रुपियाँ दियो भने त मान्दैन, बाबाआमाले 14 रुपियाँ दियो भने मान्छ। यतिले के गर्नु, केही त आउँदैन भन्छ, वास्तविकमा आउँदैन पनि केही पनि। मेरो दिनको 14 रुपियाँ थियो तलब। म मेहनत गर्थेँ, अनेक गर्थेँ। र म के भन्नु, मैले एकमुष्ट रूपमा भन्नुपर्दा फर्स्ट मेरो सिद्धान्त नै, र सबैले यही सिद्धान्तलाई नै फलो गर्नुपर्छ भन्ने लाग्छ। फर्स्ट डिसिप्लिन, त्यहाँबाट एजुकेसन, अनि मात्रै फुटबल। फुटबल जति नै राम्रो खेल, डिसिप्लिन छैन भने त्यो माथिल्लो लेभलसम्म पुग्दैन। आज साम्बा, अब मैले सुन्दैछु प्रीति राई पनि जाँदैछ, अब कुन कन्ट्री हो जाँदैछ भन्ने सुनेको छु। रेखा पौडेल पनि के अरे दुबईतिर खेल्दैछ होइन। उनीहरू राम्रो पैसा अर्निङ गरिरहेछ, त्यो तिमीहरूलाई थाहा छ। र अब बोइजहरूमा पनि राम्रो खेलाडीहरूले चान्स पाउँछ होइन। मलेसियातिर खेलिरहेको छ, किरण चेम्जोङ इन्डियामा राम्रोसँगले खेलिरहेछ। यदि उनीहरूसँग डिसिप्लिन हुँदैन थियो भने चान्सै पाउँदैन होइन। र अर्को फर्स्ट डिसिप्लिन, पढाइ राम्रो छ, डिसिप्लिन एकदम विक छ भने त्यसले पनि जीवनमा प्रगति गर्नु सक्दैन। र म त्यो भन्छु होइन। र तिमीहरू मेहनत गर, राम्रो बन, यही नै हो मेरो। अब मैले मेरो यो अन्तिम हो एन्थामा होइन। म पनि केही समय बिग्रेको थिएँ, फ्रस्ट्रेट भएको थिएँ होइन। मेरो त नानी केटाकेटीहरू कोही पनि छैन, त्यो भएर पनि फ्रस्ट्रेट भएर बिग्रेको थियो होला। पछि म फेरि राम्रो लाइनमा आएँ। मैले के सोचेँ त, अब मेरो जीवनमा अब मेरो लास्ट भनेको मैले जानेको फुटबल हो। फुटबल मैले सिकाएरै जानुपर्छ भन्ने लाग्छ। मैले तलको स्कुलमा पनि मैले धेरै वर्ष, 4 वर्ष जस्तो होइन, बिना तलबको मैले त्यहाँ सेवा गरेँ। र सकेको म सपोर्ट गर्नु गर्छु, सिकाउने प्रयास हुन्छ। अब त बिस्तारै बिस्तारै उमेर पनि ढल्किँदै गयो, खुट्टाहरू पनि बिस्तारै बिस्तारै चल्दैन होइन, मुखले मात्रै भन्ने हो। त्यस कारणले तिमीहरूलाई मेरो एडभाइस चाहिँ त्यो हो, डिसिप्लिन, एजुकेसन। तिमीहरू जति पढ्छौ नि, राम्रो पढ्छौ नि, हामीहरूलाई के छ त भन्दा फुटबलको ल्याङ्ग्वेज भनेको म्याक्सिमम् ल्याङ्ग्वेज सबै के छ त इङ्ग्लिसमै छ। त्यो बुझ्नु गाह्रो हुन्छ। र पढ्यो भने त बुझ्छ, जति पढ्यो तिमीहरूको दिमाग त्यति नै राम्रो भएर आउँछ। र फुटबलमा पनि तिमीहरू त्यति नै राम्रो सेन्स डेभलप गर्नु सक्छौ। अब फुटबलको मेथड त 3वटा हुन्छ, टेक्निक, ट्याक्टिस, कन्डिसन। टेक्निक भनेको टेक्निकभित्र थुप्रो पार्ट, यो सबै राम्रो छ, फिटनेस छैन। टेक्निक एक्सिलेन्ट, 100% एक्सिलेन्ट, प्र्याक्टिस 100% एक्सिलेन्ट, अनि फिटनेसै छैन भने। अब मसँग टेक्निक ट्याक्टिस छ अहिले होइन, अनुभवले मलाई एक्सपिरियन्स भएर छ, तर म फिटै हुन सक्दिनँ। अब मेरो उमेर छैन फिट हुने होइन। 3वटा कुरो चाहिँ
एक्सिलेन्ट भयो भने चाहिँ त्यो प्लेयर राम्रो हुनसक्छ। त्यो भयो फुटबलभित्रको कुरा। तर त्योभन्दा अगाडि मैले अघि भनेपछि डिसिप्लिन हुनुपर्छ। डिसिप्लिन छैन भने तिमीहरू अस्ति भर्खरै बुढो सुपर गोल्ड कपमा पनि हाम्रो 17 को खेलाडी मिलन राई त चिन्छ तिमीहरूले होइन? उसलाई बुढो सुपर गोल्ड कपमा के गरेछ? डिसिप्लिन नभएको होइन। डिसिप्लिन मतलब उसले अब धोका दियो, ऊ ट्रेनिङमा बस्दा बस्दै ऊ अन्त गएपछि फेरि आएर पनि नभनिकन फेरि अर्को ठाउँ गयो ट्रेनिङमा क्लोज क्याम्प राख्दै त्यो कारणले त्यो गर्यो भन्ने चाहिँ सुनेको थिएँ मैले क्लबमा। त्यस्तो छ। तिमीहरूलाई पक्कै पनि राम्रो खेलाडी बन्नु मन लाग्छ, त्यसको लागि अब तिमीहरूले खानपिनमा पनि धेरै ध्यान दिनुपर्छ। जस्तो अहिले यो कोकहरू खाइरहेछौ खाऊ, कहिले काहीँ ओकेजनली खाँदा हुन्छ। मेरो लाइफको मैले एन्फामा मैले यो कतिवटा भयो त भन्दाखेरि 4वटा ब्याच भयो मैले गरेको होइन योसम्म। पहिला डिपुटी स्कुलमै पढ्थ्यो 57 सालदेखि, त्यसपछि सेकेन्ड ब्याच, अनि तेस्रो ब्याच अब को भन्दा हेमन्त थापा मगर भनेको हाम्रो यहीँकै होइन, तिनीहरूको ब्याच हो। त्यसपछि अर्को सुमन भाइले गर्यो, अहिले चाहिँ यो मैले गर्दैछु। अनि त्यो अनुभवहरूले के देखाउँछ त भन्दाखेरि हाम्रो मैले अघि भने हामी बन्दाखेरि खेलाडी कम हुन्थ्यो, अहिले पपुलेसन धेरै भइसक्यो, खेलाडी पनि जताततै फुटबल खेल्ने छ। अहिले झन् महिलाको लेडिज गेम भएर त झन् एकदम क्रेज बढिरहेछ होइन, लेडिजमा पनि क्रेज बढिरहेछ। र धेरै भएपछि खेल्ने त सीमित हो। मानिलिउँ धरान टिमको लागि महिला टिम चाहियो, त्यो तयारीको लागि सिलेक्सन हुँदैछ भन्यो भने रङ्गशालामा भन्यो भने भोलि त्यहाँ 500-600 जना भेला हुन्छ, सिलेक्सनमा आउँछ। अनि त्यहाँबाट छान्दै ल्याउनु कम्ता गाह्रो हुन्छ त। तर हाम्रो समयमा त थिएन नि त्यस्तो, धेरै खेलाडी नै हुँदैन थियो, थोरै हुन्थ्यो अनि पढ्ने चान्सेस थियो। अब अहिले धेरै गाह्रो छ। त्यस कारणले तिमीले म अर्को कुरो के भन्छु भने मेहनत तिमीले आफै गर्नुपर्छ। आफ्नो शरीरलाई माया गर, खानपिन धेरै नै पानपिन, लेस, कुरकुरे कहिलेकाहीँ ओकेजनले खाँदा हुन्छ कोकहरू, तर कतिको बानी के छ त पैसा पायो कि त्यस्तै चिजहरू खाने। राम्रो चिज खाऊ, बरु खोले भात खाऊ त्यो राम्रो, बरु बासी भात भुजेर खाऊ त्यो राम्रो। चटपटे पनि खानु तर सफा भएको, पिरो कम, अलिकति राम्रो मसलादार होइन, आफै बनाएर खायो भने राम्रो। किनकि भटमास, चना यस्तै कुरोहरू त हुन्छ नि, भिटामिन्सहरू नै हुन्छ, त्यो कुरो राम्रो हो। मासु खाऊ, मासु भएको बेला 2 थाल भात खाऊ, त्यही नै हो राम्रो। कति कुरा खानुपर्ने, के खानुपर्ने, यो कुरोमा हामीसँग नलेज नभएर रहेछ। हामी अझै पनि जान्दैनौँ। हामीसँग हाम्रो देशकै अब बजेट छैन, अब यही क्लबमा पनि अब बजेट प्रशस्त बजेट छैन होइन, पैसा छैन। नभए के खाने, कतिखेर तिमीलाई पढ्नु पनि छ, जीवन भविष्य बनाउनुको लागि पढ्नै पर्छ। तिम्रो राम्रो खेलाडी भयो, भोलि यही 2-3 क्लास पढेको छ भने त तिमीहरू पुलिसमा पनि जागिर पाउँदा सिपाहीको सिपाही नै हुन्छौ होइन। अक्सर पढाइदिनुपछि रिटायर हुने बेलामा असहाय बनाइदिएला त्यति नै। तर पढाइ छ भने त तिमीहरू अगाडि बढ्नु सक्छौ होइन। यसको मैले थुप्रो देखेको छु। अनि यो कुरा त मैले तिमीहरूलाई बारम्बार भनिरहेको छु जहिले पनि। अब कठिन यहाँ सुन, तिमीहरूको अब म भनेको त अब लगभग डाँडामाथिको घाम भन्छ हो, त्यस्तै मेरो त लाइफ बितिसक्यो। तिमीहरूले त अब लाइफ बनाउनु पर्ने छ, मम्मी पापालाई खुसी बनाउनु पर्ने छ होइन। र पढ, डिसिप्लिन मेन्टेन गर, पढ्नु अनि खेललाई चाहिँ साथसाथमा अगाडि लानु र खानपिनमा धेरै ध्यान दिनु। आफ्नो शरीर हो, तिमीहरूको शरीर। तिमीहरू यहाँ मैले देखेको छु, मैले भोगेको छु, साथी अहिले पनि देख्छु। केटाहरू ट्रेनिङ गर्छ, बिहान बेलुका ट्रेनिङ गर्यो, अरू फेरि राति 9-10 बजीसम्म। अहिले त अब हातमा मोबाइल लिएको छ, बेडमा बसेर हेऱ्यो, स्लिप वेल स्लिप छैन।
कति लुकुर 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 डुलेको छ के अरे रोनाल्डो क्रिस्टियानो रोनाल्डोहरू यो नेमारहरू मेसीहरू त्यत्तिकै बनेको छैन उनीहरू हो मेसी एक्स्ट्रा गड गिफ्टेड हो हाम्रो यहाँ त अब अहिलेको अवस्था चाहिँ हाम्रो त्यस्तै छ अलिकति दुःख गरेर अब पढ्नु चाहिँ नछाड्नु मेहनत गर्नु होइन रियल अब पक्का एकाडेमीमा बस्ने हो भने यो एजमा त अब पढ्नै पर्छ तिमीहरूले जब प्रोफेसनल भएर जान्छ नि त्यसपछि 19-20 जब प्रोफेसनल भनेको त अब पैसामा खेल्ने हुन्छ नि जब त्यतिखेर क्लबमा तिमीहरू चाहिँ साइन गरेर क्लबले तिमीहरूलाई एग्रिमेन्ट गरेर राखेपछि ट्रेनिङ सेसनमा पक्का क्लोज क्याम्प भन्छ तिमीहरूको बिहान 3 घन्टा बेलुका 3 घन्टा दिउँसो खानापिना खाऊ सुत बेलुका टाइममा सुत बिहान टाइममा उठा त्यस्तो हुन्छ अनि मात्रै त्यसको पर्फर्मेन्स राम्रो हुँदै जाने इम्प्रुभ हुँदै जाने हो तिमीलाई सिम्पल एउटा भन्छ गाडी उकालोमा कुदेको स्टप हुन्छ धेरै तात्तिएर अनि त्यसलाई के चाहिन्छ रेस्ट चाहिन्छ अनि मात्रै फेरि इन्जिन स्टार्ट हुन्छ होइन कति गाडीहरू त्यस्ता हुन्छ हाम्रो शरीरमा इन्जिन त हो नि एक हिसाबको आज तिमीहरू भोकै बस्छ त केही नखाइ बस्छ अहिले बेलुकाको बाटो भोलि बेला तिमीहरूलाई ट्रेनिङ गर्नु गाह्रो भइहाल्छ किन फ्युल हालेको छैन फ्युल भनेको हाम्रो फुड हो होइन तिमीहरू त त्यही पनि खेल्नु सक्छ तिमीहरू उमेर छ भोलि खेल्नु सक्छ तर भोलि पनि नखाएर पर्सि खेल्नु त गाह्रो हुन्छ फेरि एनर्जी सकिसकेको हुन्छ त्यस कारणले खानपिन हामीसँग अझै ज्ञान छैन नलेज छैन त्यो खालको सुविधाहरू छैन अब उताको युरोपतिर हेर्ने भने एउटा टिमलाई हेर्ने कोचहरू नै त्यो एउटै टिम जतिकै हुन्छ कोचहरू हरेकको बेग्लै बेग्लै किपरको बेग्लै 2-3जना हुन्छ डिफेन्सको 2-3जना हुन्छ कोचहरू तिनीहरूलाई हेर्ने व्यवस्थापन गर्ने मिडफिल्डको बेग्लै ट्रेनिङमा बेग्लै हुन्छ उनीहरूको फेरि कोठामा गएपछि त्यहाँ म्यानेजमेन्ट गर्ने बेग्लै हुन्छ कति पैसा खर्च गरेको हुन्छ अब हाम्रो यहाँ त्यो सकिँदैन पैसै छैन तथापि त्यही पनि म के हुन्छ नि जस्तो मैले अहिले मेरो कहानी सुनाएँ मैले लेबर काम गरेँ त्यसले मैले के गर्छ म्यानेज गरेँ नि त अलिकति भए पनि होइन त्यो त सकिन्छ नि आफूसँग जे छ त्यो अनुसारको अब मैले 3 घन्टा ट्रेनिङ गरेँ अब त्यो अनुसार खानुपर्छ फेरि के खाने त अब धेरै खानु सकिँदैन भने त्यसलाई केही मात्रामा दुध कति बेला खाने यस्तो कुराहरूमा हामीलाई ज्ञान छैन मलाई पनि बल्ल बल्ल अलिकति ज्ञान आउँदैछ त्यो नलेज हुँदैछ होइन दुधहरू कहिले पनि बिहान खानु हुँदैन बेलुका बिफोर स्लिप दही खानु हुँदैन फेरि राति दही महीहरू खानु हुँदैन यस्तो कुराहरू हामीसँग त्यो खालको प्राविधिक टेक्निसियनहरू पनि छैन केही छैन क्या त्यस कारण अब तिमीहरूलाई अब के भन्नु अब त्यही मैले जाने बुझेको त भन्नै पर्छ तिमीहरूले अझ मेहनत गर मैले त्यही दिनको 11 रुपियाँ कमाएर त्यसले हामी चना किने के किने होइन म्यानेज गर्नु थालेँ नि त मैले तिमीहरू आफै पनि म इँटा यसरी डम्बल किन्ने पैसा थिएन इँटा उचाल्थेँ यसो गरेर घरमा जतिखेर पनि फ्री पायो भने हेलिङ सेलिङ गर्ने सबै गरिन्थ्यो र तिमीहरू मेहनत गऱ्यो भने बनिन्छ तिमीहरू अहिले अब अस्ति त्यहाँ पनि तिमीहरूले जित्यो होइन यता के अरे एनपेप्सनकोमा पनि तिमीहरू नै धेरै त तिमीहरू नै थियो 8 क्लाससम्मको होइन 5 सम्मको एनपेप्सन अस्ति 8 सम्मको होइन त्यहाँ तिमीहरूले थियो अब महिलाहरूको कुरामा पनि अब योपालि त अहिले त अब तिमीहरू पढ्दैन अब नेक्स्ट इयर 1-2 वर्षपछि धरान टिमबाट वार्डबाट त अस्ति पनि तिमीहरू 2-3जना कतिजना खेलिसकेको होला मेहनत गर महिलाहरूलाई के हुन्छ तिमीहरूले आफूले लगाउने वेयरिङ जुन सुटहरू छ कम्फर्टेबल खालको लगाऊ अनि खेल्दाखेरि नलजाउनु तिमीहरूले मैले पहिला पनि महिला भगवतीहरूलाई मैले ट्रेनिङ दिएको भगवतीहरूलाई होइन 55 सालमा त्यतिखेर 54-55 सालमा
म भर्खर सिलाइसेन्स पास गरेको थिएँ। अब उनीहरू लजाउँथ्यो, राम्रो कुरा गर्नुको लागि लजाउनु हुँदैन। म त छोरी मान्छे हो भनेर लजाउनु हुँदैन। राम्रो कुरामा किन लजाउनु? छोरा मान्छे छोरी मान्छे सँगसँगै बढ्नुपर्छ भन्ने। अब फुटबलमा त लडिन्छ पढिन्छ तान हुन्छ कि के हुन्छ होइन। लजायो भने तिमीहरू फ्रिली भएर खेल क्या। अझै तिम्रो मसल्सहरू स्ट्रङ बनाउनु पर्छ। हेर साम्बाको हेर त कस्तो छ होइन, कस्तो पुग्छ। अन्त अझै फ्रान्समा गएर अहिले राम्रो भइरहेको छ अझै। र धेरै कुरा भन्दा पनि तिमीहरूलाई पनि अब एकैचोटि मेमोरीमा नअट्ला। अनि बोइजहरूको त्यो राम्रो छ। अब के हो र हाम्रो ग्राउन्डै खत्तम छ यहाँ होइन। तिमीहरूको त्यो एक्युरेसीहरू भन्ने नै उयो हुँदैन। यता हाने ढुङ्गाबाट उछिटेर यता जान्छ यता जान्छ। अब गाह्रो छ। ल अब सबैलाई यति भन्दै म अब धेरै कुरा किन गर्नु तिमीहरूलाई भोक पनि लाग्यो होला। आफ्नो शरीरलाई माया गर, मेन्टेन गर। टाइममा सुत्नु, टाइममा उठेर ट्रेनिङ जानु, फुर्सद पायो अलिकति पढ्नु, डेली दुईवटा मिनिङ याद गऱ्यो भने पनि राम्रो भइहाल्छ। को छ यहाँ पढ्नुमा टप? गर्ल्समा को? ऊ हो सबनम भनेको। कुन स्कुल पढ्छौ तिमी? पञ्चकन्या। कति क्लास? 9। तिम्रो त अब तिमी कति वर्ष पुग्यो अहिले? अन्त तिमी अब हाइटहरू राम्रो छ कि, तर अब मेहनत धेरै गर्नुपर्छ। तिमीले बिहान बेलुका गर्नुपर्छ। जिउ एकदम टाइट बनाउनु सक्नुपर्छ, फ्लेक्सिबल बनाउनु सक्नुपर्छ। अब फुटबलको रुल्स त फिफाको अहिलेसम्म मैले थाहा पाइरहेको हो, अहिलेसम्म 17वटै हुन्छ होइन। जम्मा लज अफ द गेम भन्छ त्यो 17वटा हुन्छ। तर त्यो मोटो मोटो उयो मात्रै जर्सीको विषयमा हुन्छ, अरू अफसाइड विषय। तर फुटबल कत्रो ठुलो चौरमा 120 कम्तीमा मिनिमम पनि 100 मिटर, 90 मिटर लम्बाइ, चौडाइ 45 मिटर हुनुपर्छ भन्छ फिफाको रुल्सले होइन। र धेरैमा 120 मिटर र 90 मिटर चौडाइ। त्यो त्यत्रो ठुलो ग्राउन्डमा खेल्दा कहिले नघट्ने घटनाहरू पनि नभएकोहरू पनि हुन्छ। त्यो रेफ्रीले नै गर्ने हो डिसिजन होइन। अब फुटबलको धेरै उयोहरू छ। अब अहिले त झन् मोडर्न फुटबलहरू विभिन्न आएको छ। तिमीहरू त भाग्यमानी हो, राम्रो राम्रो जर्सी लाउनु पाएको छ, बुटहरू लाउनु पाएको छ होइन। यसरी एकाडेमीमा बस्नु पाएको छ, ट्रेनिङ गर्नु पाएको छ। हामी त ट्रेनिङ पनि गरेको छैन। म त भुइँफुटुवा हो। त्यही 2 नम्बर ग्राउन्डमा खेल्थ्यौँ। सिनियर दाइहरूको हेऱ्यो, सिक्यो, त्यही नै गरेँ। ल त अब के भन्नु, धेरै कुरा। अब एक दिन म त्यही फुटबल खेलाडी बन्नकै लागि ब्रिटिस क्याम्पको पालोमा नर्सहरूको पनि भाँडा मारिदिन्छु। किचनमा काम गर्नु गएको भएर त नर्सहरूको भाँडा मार्नै परेछ। त मेरै क्लासमेट नर्स, उसले झ्यालबाट हेऱ्यो, मलाई चिन्यो, लाजले आएन। किचनमा थियो। पछि त्यो किचनमा जो कुक गर्ने थियो, म चाहिँ त्यो BMH भन्थेँ। BMH भनेको ब्रिटिस मेडिकल हस्पिटल, अहिलेको त्यो क्याम्पभित्रको छ नि हो। त्यो त्यहाँ क्याम्पभित्र 2टा टुर्नामेन्ट हुन्थ्यो। अनि त्यो उसको टिमबाट खेलाउनुको लागि एउटा दाइले चाहिँ बिचरा फुटबल प्लेयर राम्रो छ भनेर मलाई लगेको। त्यहाँ काम गर्नु पर्यो। अनि म त त्यहाँको स्टाफ हो भनेपछि मात्रै त्यो BMH को टिमबाट खेल्नु पाउने। अनि उसले चाहिँ काहीँ पनि भ्याकेन्सी नभएर नर्सहरूले चाहिँ त्यो सबै पैसा उठाउँदो रहेछ। अनि त्यो कुक राखेको रहेछ। त्यहाँभित्र चाहिँ मलाई पनि अब स्टाफ जस्तो बनाएर इन्गेज गराउनु खोजेको। म चाहिँ भाँडा माझ्नु पर्ने क्या। माझिदियो। एक बिहानको त भात पनि खाएँ, भाँडा पनि माझिदिएँ। तर त्यो साथीले मलाई तेरो मात्रै नमाज तर राम्रो घरको मान्छे क्या, यहाँ नर्सहरूले कस्तो कस्तो गाली गर्छ कि के बेजत गर्छ भन्ने। पछि आउँदाखेरि साथीले चाहिँ, मेरो क्लासमेट साथीले सुनिता राई भन्ने थियो, उसले मलाई झ्यालबाट देखेर उनीहरूको कुरा भयो होला, यसरी नयाँ स्टाफ आएको छ हाम्रो किचनमा काम गर्ने भन्यो होला।
पछि झ्यालबाट हेर्दा मलाई देख्यो अरे हिन्दू पो रहेछ भनेपछि उसलाई लाज भयो अनि ऊ आफ्नो रुममा चाहिँ खाना मगायो त्यो अर्को साथीले लगिदियो तर म त्यही दिउँसोतिर म त्यहाँ छोडेर आइहालेँ म केको लागि त भन्दा फुटबल खेल्नुको लागि नै भनेर गएको त्यस्तो थियो अब अहिले त तिमीहरूलाई त्यसरी लग्यो भने अब यही चकरहटी हामी घरमा म राति 1 माना चामल चोर्थेँ शनिबार हामी फ्रेन्डली म्याच खेल्नु जान्थ्यौँ हिँड्दै हिँड्दै हो चकरहटी अनि फ्रेन्डली म्याच शनिबार खेलेर आयो हिँड्दै 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 10 बजे ढिलो भनेको छिटो भनेको 10 बजे 9-10 बजे आइपुग्थ्यौँ हामी हिँड्दै हिँड्दै त्यसलाई साइकल पनि थिएन साइकल चलाउनु पनि आउँदैन थियो घरमा पाकाले थियो साइकल अनि आयो सुटुक्क सुत्यो भात नखाइ किन धुलाइ पाइहालिन्थ्यो आमाको अनि भोलिपल्ट बिहान फेरि उठ्यो स्कुल जाने तयारी गरेँ त्यसको फुटबल प्लेयर बन्नुलाई तिमीहरूलाई अहिले हिँडेर जाउँ भने पनि जान्छ चकरघटी गाह्रो छ कतिको टाढो छ लगभग कति किलोमिटर लगभग 12, 13, 14, 15 किलोमिटर जस्तो होला इटली गए जतिको हो जङ्गलको बाटो अहिले पनि त्यस्तै छ बाटो त्यतिखेर झन् जङ्गल घना थियो अनि धेरै धेरै कष्टहरू गरे ट्रकमा बसमा फोकटमा चढ्ने हो बसमा हामी त्यतिखेर फुटबल प्लेयर भन्यो पैसा पनि नदिइहिँड्थ्यौँ क्या झुम्का गछियातिर त्यतातिर पूर्वतिर खेल्नु जाँदाखेरि तर त्यतिखेर खेलाडीहरू भनेपछि हुडमा चढ्थ्यौँ ट्राफिकहरू पनि थोरै नै थियो इन्टरभ्यूतिर आउँदाखेरि कप जितेर आएको बल देखाएको ए ठिक छ चढ उतार्दो रहेछ हामीलाई रमाइलो हुन्थ्यो त्यो दिनहरू हाम्रो लागि रमाइलो लाग्थ्यो ल अब अमृत कता के रुँदैछस् के हो कहानी सुनेर तिमीहरू भाग्यमानी छौ तिमीहरूले राम्रो सबै पाइरहेछ होइन यो समयलाई खेर नफाल सही उपयोग युज गर्नु सही ढङ्गले पढ्ने मौका पाएको छौ राम्रो फुडहरू ट्रेनिङ गर्ने मौका पाएको छौ यसलाई युज गर तिमीहरूले समय खेर नफाल्नु अहिले पो तिमीहरूलाई बाबा मम्मीहरूले राम्रो गरिरहेछ होइन त्यसको बदला त तिर्नु पऱ्यो नि त हामीले मैले भगवान् त देखेको छुइनँ होइन कसैले पनि देखेको छैन तर म त बाबुआमा नै हो भगवान् मान्ने भगवान् भनेको नै बाबुआमा हो र बाबुआमालाई नरुवाउनु कहिले बुझेको छैन रुवाउनु हुँदैन आमा बाउलाई सबभन्दा भगवान् भनेको नि उहाँहरू नै हो आमा बाउ नै ओके बुझ्यो होइन गाइज एन्ड गर्ल्स ल ल ल अब यतिभन्दा धेरै तिमीलाई भोक पनि लागेन मेरो मात्रै कथा भयो के छ त अरू केही सोध्नु मन लागेको छ तिमीलाई अब म त तिमीलाई एक आएर सिकाउला भनेको अब बुढो हुँदै गइसके सिकाउनु त के सिकाउनु अब त केही पनि गर्नु सकिँदैन मुखले मात्रै सिकाउने हो र सबैलाई बेस्ट अफ लक तिमीहरूको जीवन उज्जवल भविष्यको कामना राम्रो फुटबल प्लेयर बनिनु राष्ट्रको नाम राख्नु त्यही नै हो पैसा कमाउनु आमा बाबुले धेरै धेरै धन्यवाद हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि श्री इन्दु रसाइलीज्यू उहाँले आफ्नो जीवन खेललाई सुम्पिनु भएर धेरै लामो अनुभवहरू तपाईँहरूलाई सेयर गर्नुभयो तपाईँहरू यसमा लकी हुनुहुन्छ भन्ने म महसुस गर्दछु त्यसै गरी हाम्रो सम्मान कार्यक्रमको सभाध्यक्ष भर्खर उपस्थित हुनुभएको छ उहाँलाई पनि अतिथि आश्रमकै क्रममा श्री केदार बहादुर सिधाली मगरजीलाई हार्दिक त्यसै गरी अब हाम्रो सालभरिको मेहनत आज तपाईँहरूले चुम्नु लाग्नु भएको छ तपाईँहरूको भोलिको भविष्य आजको मेहनतमा फरक पर्छ
त्यही भएर भोलि तपाईँहरू राम्रो खेलाडी हुन्छु, देशको लागि गहना बन्छु भन्ने सोचमा हुनुहुन्छ भने तपाईँहरूले आज मेहनत गर्नु जरुरत छ र अनुशासित हुनु पनि जरुरत छ। अब म कार्यक्रमलाई अगाडि बढाउँदै हाम्रो एफएफसीको इन्टरनल टुर्नामेन्ट सम्पन्न भइसकेको छ। अनि हाम्रो यस इन्टरनल टुर्नामेन्टको म्यान अफ द म्याच नामावली यस प्रकार रहेछन्। युनिस गुरुङ अगाडि म हाम्रो बेस्ट प्लेयरलाई एकछिन त्यहीँ बस्दिनु हुन हार्दिक अनुरोध गर्दछु, माफ गरिदिनु होला। म्यान अफ द म्याच एकछिन हाम्रो थोरै सानो एउटा केक, हेर्दा सानो तर यसले धेरै ठुलो महत्त्व बोकेको छ। यो के को उपलक्ष्य भन्दा तपाईँहरूको सालभरिको दिन रातको मेहनत, तपाईँहरूले बगाउनु भएको पसिना, तपाईँहरूले गर्नुभएको लगानीको केक हो। खाँदाखेरि त्यसै मिठो हुन्छ। तपाईँहरूको पसिना र मेहनतले तपाईँहरूलाई झन् त्यसलाई स्वादिष्ट बनाउँछ। अनि त्यसै गरी हाम्रो एफएफसीको अफिसियल पेज युट्युब पनि मोनेटाइज भएको छ, त्यस खुसियालीमा पनि हो यस। हाम्रो यो केक काट्नुभन्दा हाम्रो आजको प्रमुख अतिथि र सभाध्यक्षज्यूलाई अगाडि बोलाउन चाहे। बारुदको सबै झरेको छ, त्यसको खाएर सेन्टरमा महिलाको सम्मान गर्नुपर्छ। तपाईँ पनि तेरो काम होला। अहिले खाइदिए लु पाइदे मलाई भोक लागिरहेको ल तिमीलाई खायो भनेर बिचमा राखिदियो भने त धेरै धेरै धन्यवाद हाम्रो प्रमुख अतिथि र सभाध्यक्षज्यूलाई। तपाईँहरूको यो जुन मुहारमा मुस्कान छ, यो मुस्कान पढ्दा र ट्रेनिङ समयमा पनि म देख्न चाहन्छु। मैले अगाडि बढाउने मैले अनुमति माग्दै हाम्रो एफएफसीको इन्टरनल टुर्नामेन्ट आन्तरिक प्रतियोगितामा हाम्रो म्यान अफ द म्याच खेलाडीहरूको नामावली यस प्रकार रहेछन्। युनिस गुरुङ अगाडि त्यसै गरी यो म्यान अफ द म्याचको मेडल वितरणको लागि
हाम्रो यस एफएफसीका कोच श्री अमृत राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद। अमृत राईज्यू एकछिन यहीँ बस्नुहुन्छ। त्यसै गरी हाम्रो अर्को म्यान अफ द म्याच हुनुहुन्छ प्रसन्न राई। खै कता छ आँखा खोल्न आँखा धन्यवाद। अमृत राईज्यूलाई धेरै धन्यवाद। त्यसै गरी हाम्रो 6वटा गेम भएको कारणले गर्दा हाम्रो म्यान अफ द म्याच पनि 6जना हुनुहुन्छ खेलाडीहरू। त्यसै गरी हाम्रो अर्को म्यान अफ द म्याच हुनुहुन्छ अर्को खेलको युवाहाङ राईज्यू। त्यसै गरी यस म्यान अफ द म्याच वितरणको लागि श्री अनुज्यूलाई पनि यस स्टेजमा आमन्त्रण गर्न चाहे। एउटै हो त्यसै गरी हाम्रो अर्को खेलको म्यान अफ द म्याच हुनुहुन्छ ममता राई। त्यसै गरी हाम्रो अर्को म्यान अफ द म्याच हुनुहुन्छ हाम्रो भाइ सिमोन विष्ट भाइ। त्यसै गरी हाम्रो म्यान अफ द म्याच वितरणको लागि रविन्द्र राईज्यूलाई धेरै धेरै धन्यवाद हाम्रो अतिथि र खेलाडीज्यूलाई। त्यसै गरी हाम्रो अन्तिम खेलाडीको नाम यस प्रकार रहेछ। हाम्रो म्यान अफ द म्याच हुनुहुन्छ युकेश गुरु। रविन्द्र राईज्यूलाई यस स्टेजमा त्यसै गरी अब हाम्रो खेललाई सफलता बनाउनुको लागि हाम्रो निर्णयको एकदम ठुलो भूमिका हुन्छ। त्यसै गरी हाम्रो निर्णयज्यूहरूलाई पनि यस स्टेजमा आमन्त्रण गर्न चाहन्छु। निर्णय मायाको चिन्ह गर्नको लागि सञ्जय लिम्बुज्यूलाई हार्दिक अनुरोध गर्दछु। जाना जा तिमीहरू छोड्दै अब त्यो एकमुष्ट त थाप्ता हुन्छ त। युवाहरूमा के गए अनुसार भाइ बहिनीहरूको मुस्कान पनि गइरहेको छ। धेरै धेरै धन्यवाद। हुन्छ हुन्छ सबै टाइटलहरू सबै महत्त्वपूर्ण हुन्छ। त्यसमध्ये आउने खेलाडी हाम्रो राइजिङ प्लेयर एनी गेसेस तपाईँहरूमा राइजिङ प्लेयर को हुन सक्छ? तपाईँहरू सबैजना राइजिङ हो, आफूमा कन्फिडेन्स छैन म हो भनेर
तपाईँहरूको मेहनत खै त आफूमा कन्फिडेन्स हुनु पर्यो नि त तपाईँहरू असल खेलाडी अनुशासित हुनुहुन्छ भने आफूमा कन्फिडेन्स भएन भने त अरे सबैजना रङ गेस हुनुहुन्छ के हो एनी गेसेस ल लास्ट गेस तपाईँहरूलाई हाम्रो 2081 सालको हाम्रो एफएफसीको राइजिङ प्लेयर हुन्छ भविन्द्र वितरणको लागि आजको प्रमुख अतिथि श्री इन्दुराई इन्दुपुरलाई हार्दिक र त्यसै गरी अब हाम्रो अर्को टाइटल छ बेस्ट गोलकिपर Any guesses? You guess Simon. को हुन सक्छ यस खेलाडीको नाम रहेछ के भन्नुभयो बिसन राय धन्यवाद त्यसै गरी हाम्रो बेस्ट डिफेन्स पाण्डे बेस्ट डिफेन्स हुनुहुन्छ रिदम पाण्डे आजको शोभाध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु बेस्ट मिडफिल्डर धेरै धेरै धन्यवाद त्यसै गरी हाम्रो अब अर्को बेस्ट मिडफिल्डको पालो आएको छ बेस्ट मिडफिल्डमा हुनुहुन्छ मिङ्सो लिम्बू त्यसै गरी हाम्रो हाई स्कोर अब हाई स्कोर त थाहा हुन्छ होला हाम्रो यस एफएफसी का खेलाडी युवाङ राई हाम्रो बेस्ट प्लेयर हाम्रो बेस्ट प्लेयर हुनुहुन्छ सोदिन श्राय यो टोकन अफ लभ हाम्रो वितरणको लागि श्री अनुज्यूलाई हार्दिक अनुरोध गर्दछु अब चाहिँ यो चाहिँ गर्ल्स पार्टीको ल प्लेयर अफ द इयर 2000 तपाईँहरू गेस गर्दै गर्नु होइन हजुर
युना राई तपाईँहरू यहाँ केक हुँदाखेरि खुसी हुनुभएको छ नि त्यति खुसी चाहियो नि बर्थडे समय हाम्रो प्रमुख अतिथिलाई मायाको चिनो वितरण छ प्रमुख अतिथिलाई यस स्टेजमा आमन्त्रण गर्न चाहे त्यसै गरी यस मायाको चिनो हस्तान्तरणको लागि यस क्लबका अध्यक्ष श्री केदार बहादुरज्यूलाई हार्दिक अनुरोध गर्दछु अध्यक्षज्यूलाई एकछिन मैले स्टेजमै राख्न चाहे त्यसै गरी हाम्रो फेरि पनि मायाको चिनो वितरण छ हाम्रो हामीलाई सधैँभरि उपस्थित नभए पनि हामीलाई नैतिक भौतिक जहिले पनि माया गर्नुहुने हाम्रो आजको अतिथि हुन्छ श्री अनुज्यूलाई पनि मायाको चिनो लिइदिनु हुन हार्दिक अनुरोध गर्छु यो मायाको चिनो दिनको लागि हाम्रो अध्यक्ष मैले हाम्रो यस क्लबका अध्यक्षलाई एकछिन स्टेजमै राख्न चाहे क्षमा माग्न चाहन्छु त्यसमा अब प्लेयर अफ द इयर प्लेयर अफ द इयर चाहिँ चौरीमा त ट्रेनिङले मात्रै भएको होइन तपाईँहरूको डिसिप्लिन पनि एड हुन्छ यहाँ तपाईँहरू कतिको मेहनती हुन्छ प्लेयर अफ द इयर को नाम रिदम पाण्डे धेरै धेरै धन्यवाद हाम्रो अध्यक्षज्यूलाई अब हामी गर्ल्सतर्फ लाग्दैछौँ हजुर प्लेयर अफ द इयर एफएफसीको एकाडेमीको को गर्ल्समा यो नाम चाहिँ मैले थाती राख्दै म अर्को पुरस्कार वितरणतिर लागे तपाईँहरू सोच्दै गर्नु होला को हो भनेर र हाम्रो अन्डर 13 को प्लेयरहरू लाइनबद्ध भएर यस स्टेजमा आइदिनु होला विनरहरू त्यसै गरी यो पुरस्कार वितरणको लागि हाम्रो अतिथि प्रमुख अतिथि र सभापतिलाई हार्दिक अनुरोध गर्दछु तलबाट खेलाडी साथीहरू सम्पूर्णले तालीले स्वागत र चेयर गरिदिनु होला आफ्नो साथीहरूलाई
तिमीहरू त किन ओरा त यस्तो गर्ने ल सोह्र ओ होइन उयो हुन्छ हाँस्नु बाबा बोक न अहिले भरे छाड्दा हुन्छ नि जोन आज देखिस् नि मिटेको उपस्थित हुनुहुन्न रहेछ तपाईँहरूले बुझ्नुभयो होला विनिसा राई हुनुहुन्छ उहाँ नभए नि उहाँको लागि जोरदार ताली लागि हाम्रो यस क्लबका र हाम्रो जीवनको एमएफसीको सायद यो पहिलो खुड्किला हुनसक्छ। तपाईँहरूले यो जुन अहिले सम्मान पाउनु भएको छ यो तपाईँहरूको सुरुवात हो। तपाईँहरूले धेरै मेहनत गर्नुपर्छ, अझै मेहनत गर्नु छोड्नुहुन्न जस्तो मलाई लाग्छ। जुन हाम्रो कोच अमृत राईले आफ्नो व्यक्तिगत जीवन तपाईँहरूलाई दिनुभएको छ, जुन चाहिँ कि यो हामी युवाहरूमा सक्दैनौँ। हामीमा धेरै समस्याहरू छ, हामी यो समस्यालाई आफ्नो समस्याले हामी तपाईँहरूलाई हेर्न सक्दैनौँ। त्यो बावजुद पनि हाम्रो अमृत राई कोचले आफ्नो जीवन मारेर आफ्नो सपना मारेर तपाईँहरूको सपना बनाउनुको लागि, तपाईँहरूको भविष्य उज्जवल बनाउनुको लागि पर्नु भएको छ। त्यसको लागि तपाईँहरू सम्पूर्णले तालीले हौसला दिनु होला। त्यसै गरी हाम्रो यो ट्रफी क्लबलाई वितरणको लागि हाम्रो अन्डर 13 को क्याप्टेन निम्साङ, त्यसै गरी कोच अमृत राई, हाम्रो आजको यस प्रमुख अतिथि इन्दु गुरुज्यू र यस क्लबका अध्यक्ष हाम्रो अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु।
खेलाडीहरूको जोस अलिकति कम भएको महसुस गरिरहेको धेरै धेरै धन्यवाद र अब हामी कार्यक्रमको पनि अन्तिममा आइसक्यौँ जसले म्यान अफ द म्याच बेस्ट प्लेयरहरू पाउनु भएको छ उहाँहरूलाई धेरै धेरै बधाई र जसले पाउनु भएको छैन तपाईँहरू सानो मन नगर्नुहोला तपाईँहरू अझै मेहनत गर्नुहोस् भोलिको दिनमा तपाईँहरूको नाम मैले पनि वाचन गर्न पाऊँ अनि त्यसै गरी हाम्रो चेलीहरूलाई पनि आउने कम्पिटिसनहरूको लागि बेस्ट विशेष तपाईँहरूलाई पनि यसरी नै सम्मान गर्न पाऊँ यति भन्दै म तपाईँहरूको अन्तिम मुहारमा मुस्कान हेर्न चाहन्छु अनि बिदा लिन चाहन्छु जसरी तपाईँहरू अघि केक लगाएर खुसी हुनुभएको त्यसरी नै यति भन्दै म कार्यक्रम सञ्चालक त्यसै गरी एफएफसीका मेम्बर जोमन नाचेलीलाई बिदा हुन चाहे।